ग्रामीण अपाङ्गता पुनस्थापना केन्द्र मेन्पा 13 र 14 को आयोजना र हातेमालो वन उपभोक्ता समिति मेन्पा 13 को आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूका लागि एक दिने प्रस्तावना तथा प्रतिवेदन लेखन कार्यक्रम सम्पन्न भएको छ। अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो। हिजो हातेमालो वन उपभोक्ता समितिको सवालमा सम्पन्न कार्यक्रमको अध्यक्षता ग्रामीण अपाङ्गता पुनस्थापना केन्द्रका अध्यक्ष चन्द्र लिम्बुले गर्नुभएको थियो। मेचीनगर 14 का वडा अध्यक्ष बाबुलाल सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सञ्चालन सचिव नीलादेवी भट्टराईले गर्नुभएको थियो भने शब्दद्वारा स्वागत उपाध्यक्ष रविन्द्र न्यौपानेले गर्नुभएको थियो। मेचीनगर नगरपालिकाका लागि करूणा फाउन्डेशनका प्रतिनिधि पदम बराईले सहजीकरण गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर 14 का अध्यक्ष बाबुलाल सुब्बा, विशिष्ट अतिथि मेचीनगर 13 का अध्यक्ष कृष्ण सिगदेल, हातेमालो वन उपभोक्ता समितिका अध्यक्ष चन्द्र सिगदेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा 10 महिला सहित जम्मा 25 जनाले प्रशिक्षण लिनुभएको हाम्रो संवाददाता सुरेश बुढाथोकीले जानकारी दिनुभयो।